देख्न सक्नुहुन्छ हामी नयाँ अहिले कटिङमा यो झन्डा टाङ्नु लागि चाहिँ झन्डा बनाएको छौँ हो। यो अब 22 नम्बरमा टाँगेको छौँ। अब फेरि उता जाँदैछौँ टाङ्नु लागि TV9 मा। हामी चाहिँ यसरी टाङ्छौँ ए कटिङमा झन्डा। यो नयाँ यो सालको कटिङमा झन्डा टाङ्नु जाँदैछौँ 22 नम्बरमा। 22 नम्बरको लागि झन्डा बनाएको छौँ। यी तपाईहरु देख्न सक्नुहुँदैछ, यो एकदम पत्ती नटिपोस् भनेर यसको माथि माथि झन्डा गाड्छौँ। अब यहाँ देख्न सक्नुहुँदैछ तपाईहरु, यो सबै यो सबै 22 नम्बर हो। देख्नुहोस् यो पुराना कलोन हो पहिलाको। त्यो कुनादेखि लिएर यो सबै 22 नम्बर हो। वहाँ परसम्म पहिलाको कोलनको घर थियो त्यहाँसम्म हो सबै हो। सब 22 नम्बर जति देख्नु हुँदैछ तपाईहरु क्यामेरामा सबै 22 नम्बर हो। यो चाहिँ 9 नम्बर हो, देख्न सक्नुहुँदैछ तपाईहरु। यो TV9 हो। यो TV9 को पनि राख्छौँ हामी। यहाँ कटिङ कस्तो हुन्छ? पहिला त अब यही कोलनले कति कटिङ राख्यौँ हामीले। सबतिर यहीँबाट लगेर यस्तो राम्रो राम्रो चौपल भएको छ अहिले। कुन कुन जातको राख्नुहुन्छ तपाईहरु कटिङ? बाँसबाडी रोप्यौँ, यहीँबाटै हामीले लुकास डोडा रोप्यौँ, यो रोप्यौँ 33 86 9 नम्बर 25 26 22 23। यो सालको हैन? यो सालको 3टा जात हो। यो चाहिँ फेमस जात हो 3टा। ठीक छ। वहाँ एक गाड एक ठो योपालि हाम्रो झन्डा पुरा चाहिँदैछ त। झन्डाको चाहिँ बिटै छ योपालि हाम्रो। एउटा यही गाडा, एउटा यहाँ। हेलो गाइस, तपाईहरु देख्नु सक्नुहुन्छ यो 22 नम्बर हो। 22 नम्बर चाहिँ हामी लामो छ त हामीहरुको प्लट लामो राख्दैछौँ वहाँदेखि लिएर यहाँसम्म। ऊ तलपट्टि राख्ने एउटा नालाको डिलमा चारै कुना होस् नि त। एक ठो यही सीधा में, एक ठो आगे जा पहिले। हेलो गाइस, तपाईहरु देख्न सक्नुहुन्छ यो 22 नम्बरको झन्डा गाडिसकेर अब TV9 मा गाड्दैछौँ। यो चाहिँ TV9 हो। यहाँ देख्न सक्नुहुँदैछ तपाईहरु चारै कुनामा झन्डा हुन्छ हो। यो प्लकिङ हुँदैन भनेर प्लकिङ गर्नु पाउँदैन नि त यहाँनेरि। यो अब कटिङ राखेपछि चाहिँ पत्ती टिप्नु हुँदैन त्यसको हो, गाछ हेल्दी हुन्छ भनेर।